हेलो साथीहरू, आज चाहिँ मैले चना आलुको स्पेशल डिस ल्याउँदैछु। तपाईहरूलाई कतिको मनपर्छ यो चना आलुको दाल? मलाई चाहिँ एकदम मनपर्छ। त्यसको लागि मैले पहिले चना भिजाएर राखेको हुन्छु नि, ग्यास अन गरेर कुकरमा 2-4 पटक सिटी लगाइदिन्छु है। अनि यसरी चना बोइल गर्छु। अनि मैले त्यो फेरि आलु पनि बोइल गर्छु कि साथीहरू। मलाई चाहिँ चना र आलु पहिले बोइल गरिसकेपछि पछिबाट बनाउँदा एकदम मनपर्छ चना आलुको दाल, त्यही भएर। अनि मैले प्रत्येक सब्जीमा चाहिँ मेथी फुराएको हुन्छु, प्याज पनि फुराएको हुन्छु। सबैलाई आफ्नो आफ्नो तरिका हुन्छ होइन तरकारी बनाउने। मैले चाहिँ पहिले बोइल गरेर चना आलुको दाल बनाउँछु। अनि टमाटर पनि राखिदिन्छु। मलाई चाहिँ धेरै स्पाइसी चिल्लो पिरो मन पर्दैन, त्यही भएर त्यसमा नुन राखिदिन्छु, अलिकति बेसार राखिदिन्छु। मैले चाहिँ मसला पिस्न एकदमै अल्छी लाग्ने भएर 1 हप्ताको लागि पहिल्यै मसला रेडी गरेर फ्रिजमा राखिदिएको हुन्छु साथीहरू। तपाईँहरूलाई अल्छी लाग्छ कि लाग्दैन मसला पिस्न? लाग्दैन भने मलाई मसला पिसेर पार्सल गरिदिनु भए पनि हुन्छ, म एकदमै खुसी हुन्थेँ होला साथीहरू। त्यसपछि मैले अघि बोइल गरेर राखेको चना एड गरिदिन्छु यसमा। हेर्नु साथीहरू कस्तो राम्रो देखिन्छ। अनि मैले अघि बोइल गरेको आलु पनि राखिदिन्छु कि साथीहरू। कस्तो देखिरहेछ तपाईँहरूलाई? खाम भएको छ कि छैन साथीहरू? खाम भएछ भने भन्नु होला। अनि मैले 1 गिलास पानी पनि राखिदिन्छु, एकैछिन छोपेर राखिदिन्छु। हेर्नु लास्टमा चना आलु रेडी भइसक्यो दाल। तपाईँहरूलाई खाम भयो भने भन्नु, म पठाइदिन्छु। आज हाम्रो पुरी पनि खाने प्लान थियो साथीहरू। मलाई एकदम अल्छी लाग्छ कि पुरी बनाउन, पिठो कुद्न भनेपछि, त्यही भएर भाइले बनाइदियो। थ्याङ्क यू भाइ। अनि हजुरहरूले पनि मिठो मिठो कमेन्ट गर्नु ल।